साथी हो आज भोलि चाहिँ एकदम घुमघाम चलिरहेछ रमजान चाहिँ उहाँहरूको तिहार चाहिँ हामीलाई लागेको छ है त्यसैले गर्दाखेरि जहिले जहिले मार्केट 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 नयाँ नयाँ लुगा जुत्ता सधैँ किनेर बसिराखेको छौँ साथबाट अस्ति नै देखेको पनि यहाँ भर्खरै ड्युटीबाट आएर चाहिँ रेस्ट पनि नगरिकन सिगरेटमा व्यस्त हुनुहुन्छ अनि यहाँ एकजना चाहिँ गाडी दिइराखेको छ जुन चाहिँ हाम्रो टिम मेम्बर साउदी सधैँ टिम मेम्बर हो यसको चाहिँ खै ड्युटी पनि कुन खालको हुन्छ यहाँको त भनेको लोकल हो लोकलले चाहिँ यस्ता नै ड्युटी गरिरहेको हुन्छ सधैँ गाडी क्लिनिङ ड्युटी यहाँ लिएर बसिराखेको छु होइन साथमा कृष्ण सर चाहिँ एकदम गेटअपमा एकदम विथ ह्यान्डसम लुक्स दिइराखेको छ तिहार चाहिँ उहाँहरूको हो तिहारमा चाहिँ उनीहरू काम गर्दैछ हामीहरू चाहिँ हामीलाई लागिरहेको छ अनि अझै एउटा कुरा यहाँको रीति चाहिँ कस्तो छ भने उहाँहरूको बुढी र कारलाई टच गऱ्यो भने चाहिँ उहाँहरू त्यस्तो रिसाउने कोही हुँदैन उहाँहरूको बुढी भने पनि कार भने पनि बुढी र कार चाहिँ धेरै केयर गर्छ साथी हो यहाँको मान्छेले चाहिँ बुढी अनि कार अनि यहाँ चाहिँ हामी चाहिँ अहिले गइराखेको छौँ स्टोरको तर्फमा अब दुई तिनजना साथीहरू चाहिँ आउने होला छ हामी तना भन्दा एकजना चाहिँ आउने होला छ यहाँ चाहिँ एकजना चाहिँ एकदमै म त बोल्न पनि हुँदैन तर मान्छे धेरै कमेडी छ ऱ्यापर हो एकदम भाइरल हुन्थ्यो कि पो ऱ्यापर हालेको थियो भने त इंत साथी खान ऊ इंत साथी हाम्रो यहाँ रेस्टुरेन्टमा चाहिँ कोही पनि छैन रमजानले गर्दाखेरि हजुर मैले भनेको थिएँ 4 बजी स्टोर ओपन हुन्छ साथै विक्रम चाहिँ यहाँनिर काम गरिराखेको हेर्नुहोस् त्यसको चाहिँ यस्तै हुन्छ हालत के गर्नु नगरे पनि हुँदैन होइन काम गर्ने काम भन्ने कुरा कुनै सानो ठुलो हुँदैन एक्चुअली केसियर हो तर क्लिनिङ क्रिउ नहुँदाखेरि चाहिँ उसले क्लिनिङ पनि गर्छ म त क्लिनिङ झाडु पोछा सबै गर्छु एज अ म्यानेजर एज अ क्रिउ केसियरले पनि सबै कुरा गर्नुपर्ने चाहिँ हेर्नु सक्छ संसार रमदान उहाँले भनेको जस्तो मलाई सपोर्ट गर्नु उहाँको नाम विक्रम ठकुरी छ जति मेरो 5K फलोवर्स छ उहाँहरूलाई पनि फलो गर्नु के छ नाम भन त विक्रम ठकुरी फ्रम नेपाल हेर्न सक्नुहुन्छ मेरो लिस्टमा पनि छ है